नमस्कार साथीहरू, मेरो युट्युब च्यानल मेरो कृषिमा तपाईहरुलाई फेरि पनि स्वागत छ। र आज पनि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। नयाँ त हैन, यो खोर्सानीको विषयमा मेरो चाहिँ यो खोर्सानी बारी देखाउँदैछु तपाईहरुलाई। यो सालको विगत पनि मैले यही बारीमा रोपेको थिएँ, यही जग्गामा रोपेको। त्यस्तो राम्रो भएन, तर यो साल चाहिँ अलिकति राम्रै छ। र यसमा चाहिँ अब अहिले रोगले चाहिँ अब त्यति साह्रो देखा परेको छैन। जुन ओइलिने रोग हुन्छ त्यो चाहिँ अब देखा परेको छैन। र यसको लागि चाहिँ हामीले तपाईहरुको पनि यसरी नै खोर्सानीहरू ओइलिने रोग छ भने चाहिँ तपाईहरुले पनि ध्यान दिनुपर्ने हुन्छ। विषय के हो भने आज चाहिँ मैले यो खोर्सानीको झ्याङ चाहिँ कसरी ओइलिन्छ भनेर विचार गर्दाखेरि र चिकित्सकको सल्लाह अनुसारले चाहिँ यसको फेदमा पानी जम्न नदिनु पर्ने रहेछ। र हामीले रोप्दाखेरि पनि यसको माटो चाहिँ ड्याङ उठाएर मजाले रोप्नु पर्ने रहेछ। र यसको फेदमा पानी जम्न नदिनु पर्ने रहेछ। र यसको हामीले औषधि गर्दाखेरि भनेको चाहिँ मैले चाहिँ अब अहिलेसम्म त्यस्तो खालको खासै नौलो औषधि चाहिँ प्रयोग गरेको छुइनँ। र मैले चाहिँ यो यसको दानादेखि नै यसको बिँड राख्दाखेरि नै ट्राइकोडर्मा मिसाएर चाहिँ यसमा मजाले ट्रिटमेन्ट गरेर मैले चाहिँ यसको दाना पनि राखेको थिएँ। र पछाडि पनि यसको मैले दाना बाहेक चाहिँ अब यो रोपिसकेपछि यसको बोटमा पनि मैले ट्राइकोडर्मा चाहिँ मिक्स गरेर पानीसँग मिक्स गरेर चाहिँ यसको बोटमा लगाएको थिएँ। र अहिलेसम्म चाहिँ त्यस्तो रोग चाहिँ अब देखा परेको छैन। र यसको चाहिँ अब मेन भनेको चाहिँ अब मौसमको कारणले नै हुन्छ। यसको मौसम चाहिँ अब उसै लागेपछि यसको फेदमा ढुसी जम्मा हुन्छ र ढुसीको कारणले गर्दाखेरि चाहिँ खोर्सानीको बिरुवाहरू चाहिँ नष्ट हुन्छ र ओइलिँदै यो मर्छ पछि। र हामीले चाहिँ यसको चाहिँ विशेष गरी चाहिँ बेलैमा ध्यान दिनुपर्ने रहेछ। र यसको अर्को रोग भनेको चाहिँ यो रोग पनि छ साथीहरू। यो रोग चाहिँ अब के को कारणले गर्दाखेरि यस्तो भएको, पुरै अब पत्ताहरू खुम्चिने र फल पनि नलाग्ने यो खालको हुन्छ। र अरू चाहिँ अब प्रायः चाहिँ अब राम्रै छ, त्यस्तो धेरै समस्या छैन। विगत वर्षभन्दा चाहिँ यो वर्ष राम्रै छ खोर्सानी। र तपाईहरुले पनि यसको मेन भनेको चाहिँ सुरुमा हामीले ध्यान दिनुपर्ने कुरो भनेको चाहिँ खोर्सानीको बोट जुन अब ओइलिएर पछि मर्दै जान्छ, त्यसको विषयमा चाहिँ हामीले बेलामा विचार गर्नुपर्ने रहेछ। र मैले चाहिँ यसको ट्राइकोडर्माबाट नै युज गरेको थिएँ र यसको माथि बोटमा पनि हालेर प्लस यसको फेदमा पनि मैले ट्राइकोडर्मा चाहिँ हालेको छु। र अहिलेसम्म चाहिँ अब त्यस्तो रोग चाहिँ देखा परेको छैन। अब यस पछाडि भने चाहिँ के हुन्छ अब यो चाहिँ अब देखिएको छैन। र साथीहरू तपाईहरुले पनि खोर्सानीको खेती गर्दै हुनुहुन्छ भने चाहिँ बेलामा तपाईहरुले पनि ध्यान दिनुपर्ने हुन्छ। र यो रोगहरूबाट बचाउनको लागि चाहिँ ट्राइकोडर्मा अब यसको ढुसीको औषधिहरू अरू पनि पाउन सक्नुहुन्छ। र बेलायदेखि यसलाई चाहिँ उपचार गर्नुपर्ने रहेछ साथीहरू। र यसको पछि गएर रोग भने चाहिँ अर्को के हुन्छ भने फल फलिसकेपछि यसको फलमा कोत्रे रोग भन्ने हुन्छ। र यसले पनि धेरै नै समस्या गर्छ। र यसको चाहिँ अहिलेसम्म औषधि चाहिँ यसको पूर्ण रूपमा यो हट्ने औषधि चाहिँ पाएको छैन साथीहरू। हस् त साथीहरू, मेरो भिडियो फेरि पनि आउनेछ। तपाईहरुले भिडियो यस्तै हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गरिदिनु होला।